हाम्रो माटारको भाइरल घर है यता रमाइलो गरिरहेछन् हाम्रो गीतहरू पनि गाइरहनु भएको छ यता मान्छेहरू यो घर चाहिँ एकदम भाइरल घर हो के रमाइलो छ सुरेशजी आउनु न होइन के त्यो भाइरल घरमा यसो फोटो त खिच्नु पऱ्यो नि त हाम्रो साथीहरू बसिरहेछ हुन्छ यो घर त एकदम भाइरल घर हो नि त यही घरले गर्दाखेरि गुरुङको घर हो कि यो त्यही भएर हेर्न सक्नुहुन्छ गुरुङको घर हो यहीबाट भएर आउने देऊ ल दिदी एउटा गीत गाउनु त हजुरले तपाईँहरू निकै राम्रो समूह रहेछ तपाईँहरूको नजिक भयो मैले बेला बेला हायर गर्नुपर्ने खालको टिम रहेछ निकै राम्रो गाउँदो गाउनु हुँदो रहेछ सबैजनाले मेरो ठुल्पा हो उमेरमा 3 दिनमा गएको थियो छोरी पनि गायिका नै हो हिटमायाको भन्ने गीत निकालेको थियो तपाईँ कहाँबाट आउनु चितवनबाट ल हजुरले गीत गाउनु त राम्रो गीत गाउनु मायाटारको मान्छेले एकदम मन पर्यो भन्नु न मायाटारको सोल्टीलाई भेटियो भन्नु के कति राम्रो हेलो फोटो दिनु थियो फोटो दिँदैन नि त मेरो यतिकै बस्छु त्यहाँबाट फोटो खिच्छु
कसो मोबाइलमा आफ्नैबाट लिइदिनु न म तिमीलाई देखाउँछु रमाइलो छ है कसरी थाहा भएन साथी र जाम है ल अब हामी चाहिँ यहाँबाट जान्छौँ ल अब हामी जान लागौँ ल सबैजनालाई बाई बाई हामी अब फर्किन लाग्छौँ निकै रमाइलो रहेछ ठाउँ पनि अझै हामी त धेरै दूरी तय गर्नु छ त्यही भएर निकै गाह्रो छ कि अब यहाँ राइडर मान्छे हिँडिरहेछ अब काममा चाहिँ सशस्त्र प्रहरी हो उहाँ म चाहिँ फार्मासिस्ट हो अनि उता एकजना चाहिँ बैंक म्यानेजर एकजना टाटा कम्पनीको म्यानेजर है ल अब चाहिँ हामी बिस्तारै लाग्छौँ साथीहरू है अब माटरको होमस्टे तपाईँहरूले देख्नु भइहाल्यो हाम्रो सुरेशजी पुरा एक्सनमा हिँडिरहनु भएको छ ल बाई बाई साथीहरू।